पहिला सुरुमा चाहिँ मैले मसला भान्न सक्दैन जस्तो लाग्थ्यो अनि अहिले चाहिँ लायो सिक्न मन लाग्यो होइन त सिक्ने हो ल जाम यो चाहिँ हाम्रो बार हो तेरो स्विङ भयो त्यहाँ पुग्यो फर्किनु न यस्तो गऱ्यो अनि माथि गयो हो त्यतिको स्विङ भयो त्यहाँ पुगेर फर्किँदैन तान्ने खुट्टा पछाडि लाने होइन खुट्टा त यसरी छातीमा यस्तो गर्ने कि छातीमा हान्ने खुट्टाले खुट्टा पछाडि त्यो पावर धेरै वेस्ट गर्ने एकछिन हात मैले को भन्ने बित्तिकै सट्टा तान्ने अनि झ्याप्प हानिहाल्ने हो कि त्यो एकैचोटि झ्याप्प यस्तो झ्याप्प गरिहाल्ने हो कि ताने 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 यताबाट जाँदा किन ताने मैले के भने झर इनर्जी वेस्ट गर्ने मैले के भनेको भने तिमीले यस्तरी जाँदा जान्ने पनि होइन फर्किसकेपछि जान्ने होइन जाँदाखेरि आनन्दले छोड्ने होइन यहाँ पुग्यो अब फर्किँदा तान्ने हो कि अब गइसकेछ जल्दो इनर्जी वेस्ट गर्ने लास्ट चोट चाहिँ त्यसरी हामी फर्किन्छ काम त गइसकेको मान्छे जब त्यहाँनिर पुग्छ नि त्यो बार छातीमा आउँछ नि त्यो टाउको हुन्छ नि टाउको हेडिङ हानिदिने अगाडि यस्तै हुने हो कि हामीले पुलअप हान्न लाग्छ यस्तो समात्ने हो नि त छोरो यस्तो गर न छोरो यस्तो यो बारलाई यसरी समात्ने होइन कि छोरो यस्तो गर न कस्तो ट्रान्जेक्सन ठिक हुन्छ यता हेर छोरो तिमी होइन बारलाई तानेर तिमीले यहाँसम्म लिएर गएपछि हात खुट्टा के अरे टाउको यसरी अगाडि झर्कालेपछि आफै हुन्छ कि त्यो आफै यसरी हुन्छ कि ओहो जान्यो भन्नु जाने अब एकचोटि बुझ्यो टेक्निक बुझ्यो नि It's alright. यतापट्टिको हात चाहिँ घुमिरहेन है